everyone, welcome back. So after a long time, so nasa shipment छ र तपाईले यहाँदेखि स्टार्ट गर्छु. सो यहाँ चाहिँ हाम्रो मोली फिशहरु छन्, नर्मल मोली. र यहाँ चाहिँ हाम्रो क्रेभेन्सिस र पोलार प्यारोटहरु छन्, प्लाटिनम र नर्मल पोलार प्यारोटहरु. र यहाँ पनि हाम्रो अलिअलि मोली फिश. र यो चाहिँ हाम्रो फिमेल फ्लावर हर्न. र यहाँ चाहिँ थोरै कलर टेट्रा बाकी छ स्मल साइजमा. र यहाँ चाहिँ हाम्रो बिग साइजको मङ्स्टर ककहरु साडीमा राम्रो साइजको छ. यहाँ चाहिँ यिनीहरु 2 पीस मात्र छ, मेलमा चाहिँ यहाँ. र यहाँ चाहिँ हाम्रो बिग साइजको ब्रिडिङ साइजको मोली फिशहरु भइहाल्यो यिनीहरु चाहिँ. र यहाँ चाहिँ हाम्रो माउन्टेन मिनो र कुलिलोजहरु भन्छन्, यिनीहरु चाहिँ लुकिरहेछन्. यहाँ एउटा चाहिँ छ, त्यहाँ पछाडि चाहिँ टन्नै फिल्टर पछाडि टन्नै कुलिलोजहरु छन्. र यहाँ चाहिँ हाम्रो टाइगर बाब र रोजी बाब्सहरु भइहाल्यो. र यो टलको ट्याङ्कमा चाहिँ हाम्रो सोर्टेल र मोली नै छन्, डिफ्रेन्ट साइजमा छन् मोलीहरु चाहिँ. र त्यहाँको त्यति नै भइहाल्यो. सो यहाँ चाहिँ हाम्रो योभन्दा एक साइज अलिक ठुलो साइजको पोलार प्यारोट्सहरु छन्. यहाँ चाहिँ पोलार प्यारोट र सेब्रम्सहरु, यिनीहरु येल्लो सेब्रम्सहरु, राम्रो साइजको येल्लो सेब्रम्स. र यहाँ चाहिँ हाम्रो लास्ट पिस जार्डिनी एरोवाना छ. र यहाँ चाहिँ हाम्रो लिमिटेड पिसमा सोर्टेलहरु छन्, ब्रिडिङ साइजको राम्रो साइजको छ यिनीहरु पनि. र यहाँ चाहिँ हाम्रो इलेक्ट्रिक ब्लू आकाराहरु छन् र प्लेकोहरु पनि छन्, अल्बाइनो प्लेको, नर्मल प्लेकोहरु पनि अभाइलेबल छ. र यिनीहरु चाहिँ हाम्रो व्हाइट गोल्डफिशहरु, कमेट पनि भन्छ यिनीहरुलाई, राम्रो साइजको छ. र यहाँ चाहिँ हाम्रो ठुलो साइजको र मिडियम साइजको कलर टेट्राहरु छन् र रोजी बाब्सहरु पनि छन् यहाँ चाहिँ. र यहाँ चाहिँ हाम्रो कोरिडोराहरु छन्, कोरी क्याटफिस र ब्ल्याक मस्क गप्पी भइहाल्यो यहाँ चाहिँ. र प्लेकोजहरु पनि आएको छन्, नर्मल ब्ल्याक प्लेको र अल्बाइनो प्लेकोजहरु पनि छन्. सो यहाँको सेक्सन चाहिँ यही भएर. र यहाँ चाहिँ हाम्रो लाइट फिसफुड र इनरको सेक्सनहरु. र यहाँ चाहिँ हाम्रो मेडिसिन र फिल्ट्रेसनहरु, एयर पम्प्सहरु भइहाल्यो. र यहाँ चाहिँ हाम्रो कमेट गोल्डहरु छन्. यहाँ चाहिँ राम्रो साइज क्वालिटी ट्राई कलर र नर्मल गोल्डफिश एक्सेल साइजमा छ यहाँ चाहिँ हाम्रो. र यहाँ चाहिँ हाम्रो ओरोन्डाहरु छन्, थाई ओरोन्डा. र प्लान्ट्सहरुमा चाहिँ हाम्रो रोटाला र लुडविगाहरु छन् यहाँ चाहिँ. र यहाँ चाहिँ हाम्रो ठुलो साइजको कोई र त्योभन्दा एक साइज सानो कोईहरु छन्. र यहाँ चाहिँ हाम्रो कुवाको र रेड एन्ड व्हाइट कोई पनि भन्छ यिनीहरुलाई. राम्रो साइजको छन्, पोन्डमा राख्नलाई ठिक हुन्छ यिनीहरु चाहिँ. र यहाँ चाहिँ हाम्रो चिक्लेट्सहरु भइहाल्यो यिनीहरु. हाम्रो चिक्लेट्स मलावी चिक्लेट, ओबीबी ब्लू चिक्लेट, फायरमाउथ चिक्लेट र येल्लो ल्याब, स्नो व्हाइटहरु चिक्लेटहरु छन् यहाँ चाहिँ अभाइलेबल. र यहाँ चाहिँ हाम्रो अल्बाइनो कोई गप्पी, अल्बाइनो फुल रेड र डम्बो हेयरहरु छन्, प्लाटिनम डम्बो हेयरहरु यिनीहरु छन् यो सेक्सनमा चाहिँ हाम्रो. र यहाँ चाहिँ हाम्रो सेटअप हुँदैछ, बिस्तारै कम्प्लिट हुन्छ. सो यहाँ चाहिँ हाम्रो ग्रीन टेररहरु छन्, फायर टेलमा ग्रीन टेरर. र यिनीहरु चाहिँ हाम्रो मिल्की काप्सहरु भइहाल्यो, बटरफ्लाई मिल्की काप्स. र यहाँ चाहिँ हाम्रो मोनो एन्जल्सहरु छन्, राम्रो क्वालिटी साइजमा छ. र यिनीहरु चाहिँ हाम्रो टाइगर अस्टारहरु अलि स्ट्रेसमा छ आज आएको भएर यिनीहरु. र यहाँ चाहिँ हाम्रो 4 पीस अल्बाइनो रेनबो शार्कहरु ठुलो साइजमा. र यिनीहरु चाहिँ हाम्रो टेक्ससहरु, ग्रीन टेक्सस. र यहाँ चाहिँ हाम्रो मिक्स कोई काप्सहरु छन्, रेड, ब्ल्याक, व्हाइट, ओरेन्जमा. र यहाँ चाहिँ हाम्रो एउटा ठुलो साइजको टाइगर अस्कार छ यो. र यहाँ चाहिँ हाम्रो ट्राई कलर कोरोन्डा, रेड क्याप र पान्डा गोल्डफिशहरु छन् यिनीहरु चाहिँ हाम्रो. र यहाँ चाहिँ हाम्रो कमन गोल्डफिशहरु भइहाल्यो यिनीहरु.
र यहाँ चाहिँ एन्जल्सहरूको भेराइटी छ, कोही एन्जल, मार्बल एन्जल र प्लाटिनम चाहिँ लिमिटेड पिस मात्रै छ, प्लाटिनम एन्जल्सहरू। र अल्बाइनोसका लास्ट 2 पिस मात्रै बाइक चाहिँ यहाँ चाहिँ हाम्रो। यिनीहरू चाहिँ हाम्रो मोन्स्टर ट्याङ्कहरू भइहाल्यो। यो चिक्लेट ट्याङ्क, यो अस्कर र प्यारेट, र यो चाहिँ आरोहन ट्याङ्क। अहिले अलि खाली छ, बिस्तारै भर्ने छ यिनीहरू चाहिँ। र यहाँ चाहिँ हाम्रो पी पफरहरू छन्, राम्रो साइजको, एडल्ट साइजको पी पफर। र प्लाकार्ड बेटा पनि लिमिटेड पिस मात्र छ यिनीहरू, प्लाकार्ड बेटाहरू राम्रो क्वालिटीको छ यिनीहरू। र पी पफर यिनीहरू स्नेल पनि खान्छ, सो तपाईँलाई चाहिन्छ भने स्नेलबाट प्रब्लम छ भने चाहिँ यिनीहरू राख्दा हुन्छ तपाईँको लागि। र यहाँ चाहिँ हाम्रो हाइफिन जेब्रा ड्यानियोजहरू छन्, राम्रो क्वालिटी। र डम्बोयरहरू पनि छ। यिनीहरू चाहिँ खास गरी ब्लू लाइटमा फ्लो हुन्छ, यिनीहरू हेर्न सक्नुहुन्छ, अलिक फ्लो भएको छ ब्लू लाइटले गर्दा चाहिँ। यो हाइफिन जेब्रा ड्यानियोज। र यहाँ चाहिँ हाम्रो क्राउन टेल बेटाहरू छन्, अहिले फिमेलहरू मात्रै छन् यिनीहरू चाहिँ। र यहाँ चाहिँ हाम्रो इलेक्ट्रिक ब्लू ऱ्यामहरू छन्, प्लान्टेडको लागि राम्रो स्कुलिङ फिस यिनीहरू। र यहाँ अर्को प्लान्टेडको लागि रेम्बो बोजमानिजहरू छन्, यिनीहरू चाहिँ राम्रो क्वालिटी र साइजमा छ यिनीहरू, रेम्बो बोजमानी। र यहाँ चाहिँ हाम्रो अल्बाइनो फुल वाइट गप्पिजहरू छन्, राम्रो क्वालिटी छ, ब्रिडिङको लागि यिनीहरू, ब्रिडिङ साइजमा छन् यिनीहरू पनि। सो आजको लागि चाहिँ यति नै थियो सिपमेन्टमा। सो दिस वाज टुडे, सी इन द नेक्स्ट भिडियो। सो तपाईँलाई केही फिसहरू चाहिन्छ भने वा एक्वेरियम सेटहरू क्याबिनेटसँग वा के कुनै स्टिलको ऱ्याक बनाउनु पर्छ भने डु कन्ट्याक्ट एनबी एक्वेरियम हाउस फर स्मल टु बिग एक्वेरियम सेट and for more fish do contact NB Aquarium House. So this was for today. See you in the next video, guys.